नमस्कार, राम राम। म 5450 529 सुब्दार एन्ड हालेरी क्याप्टेन शमशेर गुरुङ यहाँहरूको माझमा एउटा विशेष कोसेली लिएर आएको छु। त्यो कोसेली छ हाम्रो 15 गोर्खा राइफल अग्रिम सेनाबाट सेवानिवृत्त गण्डकी प्रदेशका 50 वटा नम्बरीहरूको विशेष भेटघाट कार्यक्रम। त्यो विशेष भेटघाट कार्यक्रम किन र कसरी राखिएको भन्ने बारेमा छोटो यहाँहरूलाई जानकारी गराउन चाहन्छु। 15 गोर्खा राइफल अग्रिम सेनाबाट सेवानिवृत्त 50 वटा नम्बरीहरूको यसपटक 2082 साल चैत्रको 11 र 12 गते तेस्रो 50 पुनर्मिलन कार्यक्रम भएको थियो। यो कार्यक्रम काठमाडौँको हाम्रो 50 वटा नम्बरीहरूले आयोजना गर्नुभएको थियो। यो कार्यक्रम एकदमै सफलतापूर्वक सम्पन्न भएको थियो। यस कार्यक्रमको लागि धेरै टाढाबाट चाहिँ हाम्रो 50 वटा नम्बरीहरू सहभागी भएका थिए। खास गरी दिल्लीबाट, लखनऊबाट अनि कञ्चनपुरबाट। यसको अलावा अमेरिका आइसल्यान्डमा कार्यरत हाम्रो 50-374 उदयबहादुर गुरुङले यही कार्यक्रमको लागि आफ्नो छुट्टी मिलाएर चाहिँ कार्यक्रममा सहभागी हुनुभएको थियो। 11 गते चैत्रको 11 गते इन्डोर औपचारिक कार्यक्रम एकदमै भव्य रूपमा अनि नाचगान रमाइलो तरिकाले चाहिँ सम्पन्न भएको थियो भने त्यसपछि फेरि चाहिँ 12 गते आउटडोर कार्यक्रम भएको थियो। त्यसमा चाहिँ काठमाडौँको विभिन्न ठाउँहरूको अवलोकन भ्रमण पश्चात चोबरको डाँडामा गएर पिकनिक गरेर चाहिँ त्यहाँ एकदम रमाइलो कार्यक्रम गरेर चाहिँ हाम्रो 2 दिनको कार्यक्रम सम्पन्न भयो। त्यसपछि हामी 13 गते आफ्नो आफ्नो चाहिँ गन्तव्य आफ्नो आफ्नो घर वापसी भएको। अनि त्यसै क्रममा चाहिँ हाम्रो पोखरा 50हरूलाई एकपल्ट चाहिँ हाम्रो 54-374 उदयबहादुर गुरुङले चाहिँ भन्नुभयो, ल गल्ला हो, अब म जाने बेला भयो, एकपल्ट चाहिँ एउटा कार्यक्रम भेटघाट कार्यक्रम गरौँ, रमाइलो गरौँ, खाम पिम। मेरो तर्फबाट चाहिँ त्यो कार्यक्रमको लागि एउटा भेडाको साँडेको चाहिँ म प्रायोजन गर्छु, तपाईँहरू चाहिँ सहमत हुनुहुन्छ भने भनेर भन्नुभयो। त्यसको लागि वेलकम। हामी त एकदम खुसी। अनि हामीले चाहिँ त्यो कार्यक्रमको आयोजना गऱ्यौँ। कार्यक्रमको आयोजना हामी हाम्रै पल्टनको नायक थमन बहादुर गुरुङको रेस्टुरेन्ट छ, त्यो काउँ धरारा रेस्टुरेन्ट, त्यहाँ हामीले चाहिँ कार्यक्रमको आयोजना गऱ्यौँ। कार्यक्रम एकदमै रमाइलो भयो। लमजुङबाट, तनहुँबाट, स्याङ्जाबाट र पोखराका जति पनि फुर्सद भएका चाहिँ गल्ला नम्बरीहरू त्यो कार्यक्रममा सहभागी भएको थियो। कार्यक्रम एकदम रमाइलो भएको थियो। त्यो रमाइलो हामीमा मात्र किन सीमित राख्ने, त्यो रमाइलो तपाईँहरूको लागि भनेर पनि मैले चाहिँ कोसेलीको रूपमा यहाँहरूको समक्ष पस्काएको छु। यहाँहरूले पनि चाहिँ त्यो कार्यक्रमलाई हेरेर माया गरिदिनु होला। यहाँहरू आइसक्नु भएको छ, लमजुङबाट पनि आइसक्नु भएको छ। ल हो 50-408 वेलकम छ। वडा अध्यक्ष हो नि त। सांसद आइसक्यो रहेछ, सांसद आइसक्नु भएको रहेछ मान्य। ल वेलकम छ। गो उहाँले अर्डर दिइसक्नु भएको छ 50-385 दमोलीबाट आउनु भएको, 10 तल माथिबाट आउनु भएको उहाँ दमोलीको। पुरा अर्डर दिनुभएको छ। तपाईँहरू चाहिँ एकदमै अब आफ्नो आफ्नो सिटमा बस्नु। अब एकछिनपछि इस्यु हुन्छ। यहाँ सबैजना आउने नआउने साथीहरूको प्रतीक्षामा हामी यहाँ छौँ। पुरा यहाँ आइसकेको छ। 26-27 जना, 17 जना भइसकेको छ। अब 9-10 जना छ। मलाई खोज्दै हिँडेन। वेलकम छ। ओहो तेरो साहब, ल आउनुहोस्, वेलकम छ है। ल हाम्रो पुरा अलराउन्डर, सबै कुरा बन्दोबस्त गर्ने मान्छे। ल वेलकम छ। लेआउट भइसकेको छ। आफ्नो आफ्नो चोइसको ड्रिङ्क यहाँ लागिसकेको छ। म खान्न। ल आफ्नो आफ्नो चोइसको ड्रिङ्क यहाँ
आजकल यति शासन आयो क्या पहिला चाहिँ 100 केजीको बोरी हुन्थ्यो फौजमा आउनुपर्ने है 100 केजीको बोरी हुन्थ्यो अहिले चाहिँ 25 केजी फौजमा पनि त्यस्तै प्रकारबाट यो बियरको बोतल पनि पहिला 750 ml को हुन्थ्यो अहिले 250 होला ल हाम्रो कार्यक्रम अब ड्रिङ्क लेभल भइसकेको छ 50 को खास गरी चाहिँ आजको कार्यक्रमको बारेमा सानो चाहिँ जानकारी हामी फर्स्ट फिफ्टबाट सेवानिवृत्त 50,000 यो आज विशेष भेटघाट कार्यक्रम छ आजको विशेष भेटघाट कार्यक्रम किन भइरहेको छ भन्ने बारेमा एउटा सानो जानकारी यहाँहरूलाई गराउन चाहे आज खास गरी चाहिँ हाम्रो 50,374 उदय गुरुङ उहाँ चाहिँ अमेरिकाको आइसल्यान्डमा चाहिँ कार्यरत हुनुहुन्छ केही दिनको छुट्टी आउनुभएको थियो अस्ति 50,000 को तेस्रो पुनर्मिलन कार्यक्रममा उहाँ सहभागी हुन आउनुभयो अब छुट्टी पुरा हुन लाग्यो फेरि एकपटक गण्डकी प्रदेशको चाहिँ 50हरू एकपटक भेटघाट गरौँ भनेर चाहिँ उहाँले भेटघाट कार्यक्रम गरे भन्नुभयो अनि त्यहाँबाट लौतनी भनेर हामी सबै सहमत भयौँ लौतनी भनेर हो नि त खाना भनेपछि त सबै चाहिँ सहमति छौँ नि होइन उहाँले एउटा साँडे भेडाको साँडे सौजन्य गर्नुभएको छ आजको चाहिँ विशेष भेटघाट कार्यक्रम उहाँलाई धेरै धेरै धन्यवाद छ चौहत्तर सर ल तपाईँले केही भनिदिनुहोस् राम राम सबैजनालाई राम राम स्वास्थ्य र दोस्ती नै सबभन्दा ठुलो ल धन्यवाद छ ल अब हाम्रो ड्रिङ्क लेवटै भइसकेको छ है ल मैले यति भने अहिले मान खै तपाईँ अहिले त बोतल खोल्नै भएको छैन अब एकैचोटि चेस है होइन एकैचोटि पहिला चाहिँ भन्नु पर्यो नि त यार चाहिँ अब चेसै नहुँदाखेरि खाइदिए यार यो हो रमाइलो यो हो जिन्दगी ल यहाँ फर्स्ट फिफ्टबाट रिटायर सेवानिवृत्त 50हरूको विशेष भेटघाट कार्यक्रम हामी काउँ धरारा रेस्टुरेन्ट पोखरा 11 मा काउँ डाँडामा यो हो जिन्दगी यो हो रमाइलो यो हो रिटायर लाइफ 150 को 50 सेवानिवृत्त ल्यायो जिन्दगी यसरी हाँसेर यसरी रमाएर यसरी खाएर यसरी चाहिँ एक आपसमा भेटघाट गरेर क्या रमाइलो छ क्या रमाइलो छ अरे यता ओहो ल आऊ यता बस ल गुड यार जित्यो होइन लाइट गयो लाइट गएको कि 10 बजे लाइट जाने 2 बजे आउनुभयो कि जर यो हाम्रो 70 छ मनोनित्रले उहाँले हाम्रो गण्डकी साहबहरूलाई उहाँले सम्मान गर्दै हुनुहुन्छ उहाँलाई 50,370 साहब एउटा त अध्यक्ष दोस्रो त छोरा युकेबाट आएर जानुभएको छ
उहाँकोलाई पनि धेरै धेरै धन्यवाद दुईटा उहाँलाई के भन्न चाहन्छु भने 50-370 साहबलाई छोरा बुहारी आउने विदाई पनि गर्नु उता आफू पनि अध्यक्ष हुनु त्यो धेरै गौरवशाली भएको कारणले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा अध्यक्ष भएको खातिरबाट सबैलाई सम्मान गर्दै हुनुहुन्छ। अध्यक्ष भन्दा अहिले त उल्टो जमाना आयो, सबैले सम्मान गर्नुहुन्छ, अध्यक्षले सम्मान गर्दै हुनुहुन्छ। त्यो पनि धन्यवाद। अब म फेरि अर्को प्रसङ्गमा लागेँ। किन लागेँ भन्नुहुन्छ भने अहिले यो कार्यक्रमको पण्डिकी प्रदेशको अध्यक्ष हुँदै मलाई पनि मन लागेको छ, मलाई बनाइदिनु त म पनि भर्खरै सबैलाई टिका लगाइदिन्छु होला। तर किन म त जुनियर हो, मेरो कर्तव्य छैन। एउटा 50-370 साल अध्यक्ष भएर सबैलाई सम्मान गर्नुभएको सम्मान स्वरूप फेता र मायाको चिनो दिनुहुन परम अतिथि लगायत अतिथिज्यूहरूलाई एउटा म के भन्न विनम्र अनुरोध गर्दै मेरो निरञ्जन साहबलाई अगाडि आएर एउटा सम्मान ग्रहण गरिदिनु दिन अनुरोध गर्छु र परम अतिथिज्यूहरूलाई ग्रहण गरिदिनु अनुरोध गर्छु। सम्मान गरिदिनु म 023 साहब या माधव गुरुङ साहब ल उहाँलाई पनि सम्मान गरिदिनु र 50 गण्डकी प्रदेश आबद्ध गरिदिनु विनम्र अनुरोध गर्छु। पहिले यस्तो त दिएछ नि हामी 50 सम्मान गरिदिनु विनम्र अनुरोध गर्दै उहाँकै होटलमा विशेष अतिथिको आसन को सदस्य तथा मेरो केही भन्नु कुरो पनि छैन, तर हाम्रो 50 एकजुट भएको कारणले चाहिँ हाम्रो कोषमा हाल्दै अलि धेरै यस्तो यस्तो हाम्रो 50 साल र आज यहाँ धन्यवाद। बोल्नु त प्लिज है। अब कार्यक्रमको सिग्नल तगडा छ। ज्येष्ठ अभिभावक मेरो 50-00-23 सालबाट केही 1-2 कुरा शब्द राखिदिनु हुन विनम्र अनुरोध गर्छु। धन्यवाद। यहाँको सबभन्दा जेठो आजको मुख्य अतिथि हाम्रो 74 साहब र हाम्रो टिमको अध्यक्षज्यू र सबै साथीभाइहरू आज यहाँ भेला भएको कारण त सबैलाई थाहा नै हो। धेरै खुसी लाग्यो। कार्यक्रमहरू हुने बेला म भाग लिन कोसिस गर्छु, हुनसक्छ यदि हुनसक्छ पछितिर म फेरि भाग लिने कोसिस गर्न मन छ। यस्तै गरी सधैँ खुसी रहनु भनेर सबैजनालाई धेरै धेरै होस् भनेर स्वागत गर्छु। सबभन्दा पहिला हाम्रो गण्डकी प्रदेशको हाम्रो कोषाध्यक्ष 50
389 मेरो गल्ला अमरबहादुर गुरुङलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो जति पनि हामी सङ्गठित हुनेमा 50-00 वालादेखि लिएर 999 सम्म चाहिँ सङ्गठित गराउनेमा मेरो नम्बरी मेरो गल्ला 389 50-389 अमरबहादुर गुरुङको ठुलो देन छ। त्यसपछि मेरो भाइ 50-700 पुरा उहाँको भनौँ न व्यावसायिक परिचय होइन, व्यावसायिक परिचय विभिन्न कार्यले गर्दाखेरिमा उहाँले चाहिँ यो दुईजनाको उसले चाहिँ हामीले चाहिँ पल्टनकै नम्बर 1मा आछौँ, मेरुदण्डमा चाहिँ खडा भइसकेका छौँ हामी होइन। त्यस कारणले सबभन्दा पहिला म उहाँहरू दुईजनालाई धेरै धेरै धन्यवाद। पल भन्नुपर्छ, यस्तो वर्षौँपछि पाउँदा गर्व लाग्छ, खुसी लाग्छ होइन। जिन्दगी अलिकति हुने नै लम्ब्याउँ, स्वस्थ रहौँ सबै भन्ने हेतु नै हो हाम्रो वास्तवमा। अब समय परिस्थिति अनुसार हामीले भेटघाट हुन सकेनौँ। अनि 500 वाला भयो, 600 वाला भयो, 700 वाला भयो। मेरो तर्फबाट सम्मान छ, सबैलाई सम्मान छ मेरो तर्फबाट है। आज यस्तो रमाइलो भयो नि, यस्तो कहिले होला जस्तो लाग्छ। आउनु भएको छ मभन्दा मैले चाहिँ अलिकति विचार गर्छु, किनभने तर आज हाम्रो 54-50-374 उदय साहबज्यूले यो मौका जुराइदिनु भयो, यो संयोग जुराइदिनु भयो। सर्वप्रथम त उहाँको लागि हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिन्छु हामीले त हाम्रो बाबु आमाले बाजे बजैले हिजोको दिनमा 16-17 वर्षको उमेरमा जाँदा एउटा आशीर्वाद दिनुभएको थियो, बाबु फौजघरमा जाँदैछ, जानु राम्रोसँग जानु, सुत्तर मेजर हामीले क्याप्टेन हुनु, जस्तो गथ्यो त्यस्तै फर्केर आउनु भनेर भन्नुभयो। भने यो ग्रुपमा हामी सबै छ यस्तै, हामी सुत्तर मेजर पनि छौँ हाम्रोमा, हानेरी क्याप्टेन पनि छ र जस्तो गथ्यो त्यस्तै आउनु भनेर पनि आइपुगेको हामी नम्बरी ग्रुप। र आजको कार्यक्रममा तपाईँहरूले मलाई यहाँसम्म चाहिँ बढाइचढाइ गर्नुभयो, त्यसमा केही पनि होइन। तर मैले सिर्फ एक शब्द मात्रै यसो गरौँ न, यसो गरे यसो भेटघाट रमाइलो मात्रै गरौँ भन्दाखेरिमा यसलाई पुरा गर्नलाई मेरो नम्बरी 389ले जति जमर्को सबै गर्नुभयो। उहाँको लागि त म धेरै धेरै सराहनीय नै छु, किनभने हरेक कुरामा म जे कार्यक्रम गर्दा जता जानु परे पनि जता जे भने उहाँलाई मैले एक कल पहिला गर्छु र उहाँकै सल्लाह र हाम्रो शासकको र जो हाम्रो महासचिव पनि हुनुहुन्छ र उहाँले आफ्नो 50को लागि ठाउँ सबैले चिनिने ठाउँ मोबाइल टावर भनेर जसले आफ्नो व्यावसायिक स्थलमा पनि एउटा अफिस दिइराख्नु भएको छ, हाम्रो लागि भेटघाट गर्ने ठाउँ, हाम्रो यसो भलाकुसारी गर्ने ठाउँ, सबै कुरा राख्ने ठाउँ, उहाँलाई पनि म हृदयदेखि एकदम धन्यवाद दिँदै हाम्रो सम्पूर्ण हाम्रो नम्बरी साहबहरू सबैजनालाई जहाँ पनि रहनु, सुस्वास्थ्य रहनु। अब हाम्रो चाहिँ अरू उपाय छैन। अब एउटा हाम्रो पहिलाको भाषा भनेअनुसार हाम्रो सिङ आउँदैन, ज्वरो आउँदैन, अब हामीले ध्यान दिनुपर्ने भन्ने कुरै आफ्नो एउटा स्वास्थ्य हो। अब चाहिँ हाम्रो यही स्वास्थ्यलाई ख्याल गर्दै फेरि नि अर्को साल पनि र अरू बेला पनि यस्तै भेटघाट जमर्को गर्दै गरौँला। र अन्तमा सबै दिदीबहिनी सबैको, हामी दाजुभाइ सबैको सुस्वास्थ्यको कामना गर्दै मेरो शब्द यही पुरा गर्छु। धन्यवाद। राम राम। गल्लाहरू, स्टाफहरू, मभन्दा सिनियर साहब र हामी जुनियर भाइहरू, हामी एउटा पल्टनमा बसेका हाम्रो 50 वाला साहबहरू, म एउटा गण्डकी प्रदेशको एउटा चाहिँ कोष अध्यक्ष हो। कसैले मैले तपाईँहरूलाई चाहिँ एक दुई कुरा राख्न सोचेँ। मेन भनेको के हो भने तपाईँको यो हाम्रो गण्डकी प्रदेशको हामी 50 वाला अहिलेसम्मको हिसाब किताबले आजको दिनसम्म मेरो 34 जना सदस्यहरू त आज चाहिँ हाम्रो 89 साहब, हाम्रो 99 साहब, हाम्रो 12 साहब, 34 जनामा 23 साहब गरेर 4 जना थपिएर अहिले हाम्रो 38 जना हामी सदस्य भइसकेका छौँ। र 83 सालको साल चाहिँ हजुरहरूको मङ्गलमय होस् भन्न चाहन्छु।
सबै अहिले खाना खाँदैछ यो सिट्याउनु पर्यो ल आरामसँग खानु सबै खाइसक्नु भएको छ ल कोही लिँदै हुनुहुन्छ कोही खाँदै हुनुहुन्छ यहाँ महासचिव सरले खानुभएको छैन क्या यो 89 सरको ल ल सबैले खाँदै ल है त यहाँ 50 यहाँ हाम्रो ल रेडी गो जय पचासे नम्बर पार्टी राम राम जय पचासे ओ ये ठीक छ पचासे जय पचासे भाइ नै यार 85 कार्यक्रम अब हाम्रो कार्यक्रम अन्तिम भइसकेको छ अब आफ्नो आफ्नो कार्यक्रम समापनको पश्चात हामी आफ्नो आफ्नो गन्तव्य घरतिर जानको लागि खास गरी चाहिँ हाम्रो लमजुङवाला 547 प्रेम बहादुर गुरुङ उहाँ लमजुङबाट आउनु भएको तपाईँ कहाँबाट आउनु भएको रे लमजुङ कुन गाउँ कर्पुटारबाट आउनु भएको हेर्नु 5 बजे गाडी भेट्नु ओके ल शुभयात्रा है ल शुभयात्रा ओके ओ 8 ल बाई ल बाई बाई ल बाई ओके ल ओके ल उहाँहरू ल यो जोसिलो छ क्या यार तपाईँको एउटा दोहोरी सुन्ने थियो भयो फेरि अब समय खत्तम भयो ल उहाँहरू जाँदै हुनुहुन्छ हाम्रो लमजुङको साहबहरू गल्लाहरू ल हात त मिलाऊ यार ल ओके 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 ल उहाँहरू जाँदै हुनुहुन्छ ल भयो कति ल अब सबैजना जाँदैछन् चाहिँ 50-671 बसले रातो गाडी आफ्नै फेभरेट कलर रातो टी सर्ट रातो गाडी है पुरा मिलेको छ ल ल राम्रोसँग पुऱ्याइदिनु ल ओके है राम्रोसँग जानुहोस् खास गरी चाहिँ हाम्रो 74 सरलाई एकदम धेरै धेरै धन्यवाद छ कहिले जाँदै हुनुहुन्छ तपाईँ 17 तारिक जान्छु 17 गते भनेपछि आज 12 हो नि आज 12 ल शुभयात्रा होइन यो सबभन्दा ठुलो मनको साथसाथै तपाईँले चाहिँ बस्ने खानेको समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ है ल ओके भाइ ल सबैलाई ल यहाँ छ गाउँ उहाँलाई राम्रोसँग लानुहोस् है हेलो ल उहाँ हुनुहुन्छ 50-377 सर खोल्नुहोस् त एकपटक ल भीमात्मा हुनुहुन्छ अब जाँदै हुनुहुन्छ शुभयात्रा छ है उहाँ देखिए उहाँ चाहिँ हिरोलाई पनि कहाँ नदेखिने सिओ साहब उहाँ मेडलै मेडल छ हेर्नुहोस् पुरा मेडलै मेडल छ नि त ल जाँदै हुनुहुन्छ अब शुभयात्रा सबैजनालाई ल यहाँ हुनुहुन्छ 50-374 उदय सर ल शुभयात्रा राम्रोसँग पुऱ्याइदिनु 12
ल शुभयात्रा है सबैजनामा ल ओके यो सियो सब यो को ड्राइभर यो हो है राम्रोसँग लैजा है भाइ ल ओके ल भाइ ओके ल हाम्रो चाहिँ ल ओके ल ओके शुभयात्रा ल सब है ओके ल बाई बाई ल सबैको हजुर